यस्तो त म मजाले हिँडिहाल्छु नि। हजुर जङ्गो भाइ रहेछ ज्याङ्गो भएछ हजुर हजुर म सुदर्शनको छोरो ल हाम्रो बुवाले ड्याडीलाई चाहिँ चिन्नु हुँदो रहेछ होइन सो म चाहिँ बिहानै आएको थिएँ नि त अनि धान रोप्न जान लाग्नु भएको रहेछ ल बुवा है त राम्रोसँग आजको भिडियो कस्तो लाग्यो राम्रो लाग्यो भने यसो लाइक कमेन्ट चट्ट सब्सक्राइब हालिदिनु नभुल्नु होला र चाँडै भेट्ने छ हामी नेक्स्ट ब्लगमा के हो ल बाई। सो हेलो एन्ड नमस्ते एभ्रिवान। सो हजुरहरू सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु। अनि म चाहिँ अहिले यतिखेर कहाँ छु गाइज देख्न सक्नुहुन्छ खोलाको नजिक छु म चाहिँ होइन। म चाहिँ रनिङ गर्दै आएको। सो मेरो घर चाहिँ कहाँ हो भन्दाखेरि चाहिँ यो डाँडामा हो होइन यो देखिरहेको डाँडामा हो। सो म चाहिँ रनिङ गर्दै आएको है गाइज। यो ओह्रालो झर्दै होइन यहाँबाट पुरै आएर यो ओह्रालो झरेर अनि म चाहिँ यतिखेर रोसीको पुलमा छु गाइज होइन। अनि यो चाहिँ रोसी खोला हो। सो अस्ति नै बाढी आउँदाखेरि चाहिँ यत्रो आएको थियो खोला ल यो पुरै भ्याएको थियो यो पुललाई नि अलिअलि छोगो अरे होइन। सो ठिकै छ ल धेरै पछि आइयो यहाँ चाहिँ लगभग म नि 2 वर्षपछि आएको हो होइन। अब मैले आउन चाहिँ धेरैचोटि सोचेको थिएँ यहाँ रनिङ गर्दै आउँछु भनेर हिजो अस्ति नि ट्राई गरेको तर कहिले टाइमले साथ नदिने कहिले मौसमले साथ नदिने भइरहेको थियो होइन। ठ्याक्कै नि आज चाहिँ फाइनली आयो। अनि यतिखेर चाहिँ कति बजिरहेको भन्दाखेरि चाहिँ ठ्याक्कै 5 बजेर 58 मिनट गइरहेको छ यतिखेर चाहिँ होइन बिहानको है बिहानको 5 बजेर 58 मिनट गइरहेको छ। म चाहिँ आज 5 बजे नै उठेको अनि पूजासुजा गरेर अझै घरको काम गरेर अनि रनिङ हानेर अनि ठ्याक्क म घरबाट चाहिँ यहाँ आइपुग्दाखेरि लगभग 10 मिनटमा आइपुगेछु रनिङ गर्दै होइन। लगभग नर्मल्ली हिँड्दै आउनु पऱ्यो भने चाहिँ 1 घन्टा लगभग लाग्छ होइन तर म चाहिँ 10 मिनटमा आइपुगेछु होइन। यस्तो कुद्याएको हो कि र ठिकै छ। अब यहाँ चट्ट पुल लामो चट्ट पाराको छ होइन। ल यो चाहिँ रोसी खोला हो। लगभग घाम पनि उदाएको छैन क्या अझै राम्ररी। सो ल अब एकछिन यहाँ रनिङ गरौँ पुलमा होइन एक्सर्साइज गरौँ चट्ट पारामा। अनि खोला पनि आज अलिकति ठुलो रहेछ धमिलो पनि रहेछ। मैले चाहिँ यस्तो सोचेको थिएँ लगभग रनिङ गर्ने पसिना आउँछ अनि त्यो खोलामा चट्ट पौडी खेल्न जानुपर्छ सोचेको। एक त खोलो ठुलो रहेछ अनि त्यसमाथि धमिलो होइन। त्यही गरी यत्रो खोला भएको भए नि सङ्लो भए चाहिँ म खेल्न सक्थेँ तर रिक्स नलिउँ होइन चट्ट पारामा। ल अब यहाँ एकछिन चट्ट वर्कआउट हार्नु होइन। धेरै पछि आएको मेरो नि ड्रिम प्लेसै जस्तो हो यो होइन। धेरैचोटि आउन ट्राई गरेँ तर फाइनली आज चाहिँ लगभग 2 वर्षपछि आएको म नि होइन। ल खोला देख्न सक्नुहुन्छ यहाँ चाहिँ पुरै ओ माई गड ल बवाल छ है बवाल छ गाइज। ल ल अब एकछिन वर्कआउट गरौँ होइन। मेरो साउन्ड सुन्ने आयो कि छैन थाहा भएन किनकि खोला एकदमै ठुलो आएको छ होइन त्यसको साउन्डले सुन्ने छैन होला। सो क्या हल्लेको के पुल पनि ल हजुर जङ्गो भाइ रहेछ ज्याङ्गो भएछ हजुर हजुर म सुदर्शनको छोरो ल हाम्रो बुवाले ड्याडीलाई चाहिँ चिन्नु हुँदो रहेछ होइन। सो म चाहिँ बिहानै आएको थिएँ नि त अनि धान रोप्न जान लाग्नु भएको रहेछ। ल बुवा है त राम्रोसँग हस् ल हाम्रो बुवालाई चिन्नु हुँदो रहेछ। अनि कसको छोरोले सुदर्शनको छोरो भनेको ज्याङ्गो भएछ गर्दै हुनुहुन्थ्यो क्या। माम घाँस काट्न धान रोप्न ए सन्चै हुनुहुन्छ ए म बसेरीबाट आएको हजुर 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 ल अयो सो बिहानै आयो नि त म लगभग भर 6-5 भइरहेछ होइन। अनि यति चाँडो आएको बसेरीबाट त्यही पनि होइन। अनि यसो हेर्दाखेरि त छक्कै पर्छ नि त मान्छे होइन। बसेरीबाट भने यहाँ होइन क्या गाई यहाँबाट देखेको त्यो डाँडा हो होइन। त्यही पनि यति बिहान ल दिउँसो आउनु ठिक छ होइन तर यति बिहान 6 बजी नै आउनु त अलिकति होइन। त्यही पनि यस्तो केटो मान्छे के भर्खरको होइन अलि अचम्मै लाग्दछ नि त। अनि ल ठिकै छ वर्कआउट एक्सर्साइज गरौँ भनेको यहाँ माम कहिले यो बाजे आइ गर्नुभयो होइन ठिकै छ। अनि यहाँ चाहिँ एउटा झर्ना पनि छ गाइज अहिले म देखाउँछु तपाईँहरूलाई होइन। पहिला चाहिँ वर्कआउट गरौँ ल यस्तो छ है आजको मौसमले लगभग पानी पर्न लागिरहेछ होइन। चट्ट खोला यत्रो ल अहिले त जम्मा यत्रो आइरहेछ त्यही पनि यो यत्रो खोला छ कि यसले बगाउँछ होइन। तर अस्ति नै बाढी आउँदा यत्रो आएको के ल कत्रो चाहिँ आयो होला यो फलामेसँग होइन पुरै यो पटवाल सबै डुबाएको कि। यतिखेर चाहिँ म पटवालको पुलमा छु होइन। त्योभन्दा अलिकति यता गाउँ छ एउटा त्यो गाउँलाई चाहिँ पटवाल भन्छ होइन। सो ल त्यहाँ चाहिँ अलिअलि चिनिएको छ मान्छे मैले त चिनेको छैन तर मेरो ड्याडीलाई चाहिँ सबैले चिन्नुहुन्छ होइन। यहाँ बुवाले नि सुदर्शनको छोरो भन्ने बित्तिकै ए गरिदिरहेको क्या होइन यस्तो हुन्छ। ल ठिकै छ अब चाहिँ यसो रनिङ गरौँ यहाँ वर्कआउट गरौँ भनेको होइन ठ्याक्क अलिकति हो। ल अब चाहिँ है त
ल गाइज वर्कआउट पनि गरियो अलिअलि होइन। यहाँ पसिना नि आइसक्यो। अब चाहिँ एकलट त्यो झर्नामा जाउँ होइन, चट्टो पारामा। त्यहाँ जान फेरि पहिला यताबाट बाटो थियो, यहाँबाट झर्दा अहिले अप्ठ्यारो रहेछ। अब यताबाट घुमेर यता तलबाट गएर त्यहाँ जानुपर्ने हुन्छ होइन। ल हेर्दै गर्नु होला, पानी नि पर्ला जस्तो भइरहेछ। टाइम ठ्याक्कै 6:22 गइरहेछ होइन। अब एकछिनमा निक्लिनु पर्ने हुन्छ, किनकि उहाँ पुग्नुपर्छ। यो उकालो चढ्नलाई नि आधी घन्टा लाग्छ होइन, किनकि उकालोमा रनिङ गर्ने कुरो भएन। अनि बाटो पनि अलिकति लामै छ, त्यही भएर चाहिँ अलिकति चाँडै निक्लिनुपर्छ। फेरि कलेज पनि जान्छ गाइज, घरमा गएर डाइट साइड पेल्नु पनि छ, अलिअलि रको काम गर्नु पनि छ होइन। त्यही भएर अब यो गरियो होइन। धेरै पछि आएको आज लगभग आउन त मन थियो, टाइमले साथ दिएको थिएन। ल फाइनली आयो होइन। अब चाहिँ चट्टो पारामा त्यहाँ झर्नामा गइदिउँ है। ल पहिलाको बाटो चाहिँ यहाँबाट थियो होइन, यहाँबाट जान सकिन्छ कि हेरौँ एकचोटि। बाटो चाहिँ चिप्लो छ होइन। ओहो है, कस्तो अप्ठ्यारो बाटो पनि। यतैबाट जाउँ। हैट म चाहिँ पुल मुनि छ अहिले देखेर होइन। ल खोला चाहिँ यत्रो छ, तर यसले नबोकोला जस्तो छ होइन। तर म जान्न, म एक्लो छोरो हो, मैले केही गर्न बाँकी छ अझै होइन। र ठिकै छ। अब झर्ना हेरिदिउँ गाइज होइन। सो झर्ना है। बाटो चाहिँ लास्ट अप्ठ्यारो क्या, यो बाढीले होइन लास्ट अप्ठ्यारो गरे। ल गाइज झर्ना हेर्ने हो, झर्ना। ल सानो चाहिँ होइन, ठिकै छ। चट्टो पारामा ल पहिला चाहिँ धेरै अग्लो थियो क्या, यहाँ गहिरो थियो अनि अलिकति अग्लो देखिन्थ्यो। अहिले चाहिँ पुरै त्यति सानै देखिँदो रहेछ होइन। ल है त हेर्दै गर्नु होला। अब एकचोटि नुहाइदिनु पर्ला जस्तो गाइज है यो झर्नामा चाहिँ। सो नुहाइदिउँ है त एकचोटि चाहिँ। ल गाइज एकलाई नुहाइयो पनि होइन, चट्टो पारामा मजा आयो होइन। क्या गर्मी भइरहेको थियो, ठ्याक्क शीतल भयो। ल झर्ना चाहिँ अलिकति सानो, खोला पनि अलिकति सानो होइन। पहिला चाहिँ यत्रो ठुलो आउँथ्यो कि आमामा पुरै टाउको त पड्किन्थ्यो कि त्यस्तो हुन्थ्यो। तर अहिले चाहिँ अलिकति खोला सानो छ, तर यो खोला चाहिँ सङ्लो रहेछ है। यो भन्दाखेरि चाहिँ यो अलिकति सङ्लो रहेछ। ल अब चाहिँ जाउँ, ठ्याक्कै 6:35 भइसक्यो होइन। अहिले फेरि ढिला हुन्छ। ल हेर्दै गर्नु होला है त। अब चाहिँ घरतिर लागिन्छ। ल गाइज म चाहिँ यहाँ चप्पल घाँस रहेछ। सो ऐनाको आमा होला होइन। ल म चाहिँ फाइनली यहाँ आइपुगेँ होइन यो ठाउँमा। म चाहिँ अनि यहीँबाट झर्दै गएर यो पुलमा गएको होइन। अनि यहाँबाट देख्न सक्नुहुन्छ यो पटवाल हो, यति गाउँ चाहिँ होइन। योभन्दा उतापट्टि फलामेसाङ भन्छ, त्योभन्दा उतापट्टि पिपलटार, सो शिखर के छ होइन। सो ल ओहो के कुद्यो खोलामा, ए कुकुर हो के हो यो? ए कुकुरै रहेछ, 3टा कुकुर रहेछ। ल त्यहाँबाट आइयो यार। आमा बिहान त यो खर्रा झरेको थियो, अहिले आउनुलाई त लगभग 20 मिनट जति कति भयो भने चाहिँ अहिले म 40 कि कतिमा उक्लेँ होइन। 11 भएछ, 11 मिनट जति लाग्यो मलाई होइन। अहिले 11 मिनट घरबाट यहाँ पुगेको थियौँ। सो उकालोमा अलिकति गाह्रो हुन्छ। ल अमलाको बोटहरू पनि टन्नै छ होइन चट्टो पारामा। अहिले यतिखेर अमला चाहिँ छैन, नत्र अमला खाँदै जानुहुन्थ्यो। क्या बबाल पोजिटिभ भाइ छ क्या होइन। लास्टै खुसी लागिरहेछ। लगभग धेरै पछि आएँ म होइन। अनि घरमा बसिरहनु हुँदा यताउता होइन यसो बिहान अनि एक त म यो फिजिकल यो वर्कआउट यताउता होइन। एक त मसल बढाउन पनि गर्छु, एक त अर्को टेन्सन यताउता होइन। चिन्ता तनाव के हुन्छ नि त होइन। केही कुराले तनाव यताउता हुन्छ नि त, हो त्योबाट छुटकारा पाउन नि हो क्या। कि कुनै कुरोले, सानो कुरोले नि कति चित्त दुख्छ, कहिले के हुन्छ होइन। अनि यति गरेर चाहिँ आनन्द क्या, त्यो कुरै आउँदैन क्या होइन। चट्ट मजा आउँछ क्या। ठिकै छ। अब चाहिँ घर जानुपर्ने हुन्छ, 51 भइसक्यो होइन। 6:52 भएछ। ल ठिकै छ। अब ठ्याक्क 10-20 मिनटमा पुग्छु होला म घर। त्यसपछि दाइट साइड रोटी बनाएर अन्डा चट्ट होइन खानुपर्छ। अनि चाहिँ फेरि अलिअलि काम गरेर अनि स्कुल लाग्नुपर्ने हुन्छ गाइज। अब भोलि चाहिँ अर्को भ्लगमा चाहिँ म अलिकति टाढै पुग्नेछु, यो अलिकति नजिकै भयो होइन घरबाट।
लगभग 10 मिनटमा आइपुग्यो रनिङ गरेर। अब चाहिँ भोलि चाहिँ आधी घन्टा जति टाढा जान्छु, योभन्दा अलिकति टाढै जान्छु म। हेरौँ गयो अब साथी हो भने टाइमले मौसमले साथी हो भने चाहिँ जाउँला, नत्र अब त्यही नै हो होइन। यहाँ आउन नि मैले 3-4 दिन अगाडिदेखि नै जाउँला भनेर बसेको थिएँ, तर फाइनली आज चाहिँ टाइम पनि मिल्यो होइन। खुसी लागिरहेछ, अलिकति वर्कआउट पनि गऱ्यो, नुहाइयो चट्ट पारामा झर्नामा होइन। आनन्द फ्रेस भइरहेको छ। यतिखेर चाहिँ अलिअलि तिर्खो लागिरहेछ, किनकि अब खोलाको पानी खाने कुरो भएन। यतातिर घर पनि छैन, अब घर उहाँ पुग्नु पर्थ्यो, उहाँ पुग्दाखेरि म यहाँ आइपुग्थेँ, त्यही भएर म यहाँ आएँ होइन। ठिकै छ, यहाँ 2 मुठा घाँस पनि रहेछ आमाको होला होइन। यहाँ ऐना आउनु भएको थियो तलबाट, ठिकै छ ल। अब चाहिँ निक्लिदिउँ। क्या आनन्द। पहिला चाहिँ हामी यहाँ पहिले सानैदेखि आउँथ्यो क्या यो ठाउँमा चाहिँ, यो उता अङ्कलहरूसँग कहिले पिना लिन कहिले कटर लिन होइन आइरहन्थ्यो। अनि यहाँ आएर बस्ने गरेर कि यहाँ चाहिँ जहाँबाट आए पनि यहाँ बस्ने ठाउँ चाहिँ यही हो क्या, यही हो। चट्ट ढुङ्गो छ यहाँ ठुलो है होइन। ल हेर्दै गर्नु होला है त गाइस। यहाँ चाहिँ आँपको रुख रहेछ होइन। ए बाटो चाहिँ कताबाट हो? आँप रहेछ गाइस। यस्तो गाह्रो भएन, यस्तो भोक लाग्दैन। यो आँप म जसरी नि टिप्छु होइन। फाइनली म चाहिँ रोटा आइसकेँ होइन। म चाहिँ यो घरभन्दा तल थिएँ ल। यो उकालो नि अलिअलि दौडियो, ठिकै छ। हट्टा पारामा होइन। यहाँ बारुला होला कि भन्ने डर हो क्या ल। कतिवटा रहेछ हेरौँ है, एउटा अनि यता 2टा अनि 2टा चाहिँ राम्रै देखेँ ल। अब आँप खाइदिउँ है त ल। सो गाइजी आँप पनि देख्न सक्नुहुन्छ, आँप पनि अब टिप्यो 3टा। अब आनन्दले खाँदै जाउँ होइन। ल अब चाहिँ कति टाइम पनि कति भयो भन्दाखेरि ठ्याक्कै 7-5 भइसकेछ होइन। यस्तो त म मजाले हिँडिहाल्छु नि। खुट्टै मड्कितिर आयो क्या, यस्तो गरेर ठिक पार्निदियो क्या। कस्तो दुख्यो यार साँच्चीको यार। धेरै हिरो नि भन्नु हुँदैन कि बाँदर जान्ने अनि भन्थ्यो नि, त्यही हो क्या, त्यस्तो हुन्छ होइन। तर ठिकै छ, एकछिन मात्र दुख्यो ल। जुत्ताको हालत पनि डेन्जर छ। आँप अब खाँदै जाउँ एउटा होइन। अझै घर पुग्न बाँकी छ, यो डाँडामा हो। चट्ट पारामा गाह्रो छ ल। हेर्दै गर्नु होला। अब गएर चट्ट एकलट नुहाउनु पनि पर्छ अझै, किनकि यो खोलाको पानीले नुहाएर होइन राम्ररी अलिकति मजा आउँदैन कि। आउनु त मजा आयो, धेरै खत्रै मजा आयो घरमा नुहाएको भन्दा। तर फेरि एकचोटि घरमा गएर चट्ट साबुन स्याम्पूले नुहाएपछि आनन्द हुन्छ होइन। ल चट्ट पारामा धेरै पछि आइयो, एकदम बवाल मजा आइरहेछ होइन। ल यहाँबाट होमस्टे पनि देखाएर रहेछ अलिअलि ल। हेर्दै गर्नु होला है त गाइज। अब ठ्याक्कै कति 7-5 भयो। अब चट्ट रनिङ गर्दै जानुपर्छ, नत्र भ्याइँदैन। किनकि गएर अलिकति काम गर्नुपर्छ, खानासाना बनाउनुपर्छ, डाइट खानुपर्छ होइन। त्यही भएर चाहिँ ल। सो म चाहिँ घर आएर खानासाना खाएर नुहाएर एकलट अलिअलि भएको कामहरू गरेर चाहिँ निक्लिसक्यो ड्रेसेस लगाएर होइन। यतिखेर चाहिँ कति ठ्याक्कै 42 भइरहेको रहेछ। अनि हाम्रो माम पनि घाँस ल्याइरहनु भएको छ। माम घाँस ल्याइरहेको सकिन्छ त? सक्नु पऱ्यो है, गाह्रो हो कि। कति वर्ष हुनुभयो भन्दाखेरि 8 र 6 भन्नुहुन्छ कि। 86 वर्षको मान्छेले ल यसरी घाँस ल्याउनु भएको। लास्ट फेरि तामाङ हो कि 52 भएर यति गर्न त नापियो होइन। तामाङ भएर चाहिँ यति अझै गर्नुभएको 86 वर्षको उमेरमा यत्रो घाँस ल्याउनु भनेको सानो कुरो होइन है होइन। सानो देखिएला, तर यो उमेर अनुसारको काम चाहिँ होइन, एकदमै ठुलो हो। त्यही भएर ल ठिकै छ। अब धेरै कुरा नगरौँ, चट्ट यहाँ काँचो चना चपाउँदै हिँडेको छु म चाहिँ होइन। अलिअलि डाइट पेल्नै परिहाल्यो चट्ट पारामा ल। अहिले चाहिँ पुरै घाम लागिरहेको छ, मौसम पनि बवाल क्लियर ल। आज चाहिँ म यहाँ पुगेको है गाइज। यहाँ पुगेको, यहाँ पुल नदेखिँदैछ, ठ्याक्कै यहाँनिर पुगेको म होइन। पुल चाहिँ नदेखिँदैछ। म यहाँ बिहान यस्तो गएर यस्तो गरेर यहाँ गएर तल झरेर अनि ठ्याक्कै यहाँनिर पुल छ। पुल चाहिँ नदेखिरहेको अहिले घामले होला। सो ल म त्यो ठाउँमा पुगेको छ, एकदम खुसी लागिरहेको छ होइन। उहाँ पुगे यार। अब यो त अझै नजिकै भयो, भोलि म योभन्दा नि टाढा पुग्छु होइन। टाढा जान्छु सोचेको छ। अब हेरौँ चट्ट मिल्यो भने चाहिँ जाउँला, नत्र त्यही नै हो होइन। जस्तो अलिकति चाँडै उठ्नुपर्छ, जस्तो उठ्दाखेरि अलिकति गाह्रो, जब उठिसकेपछि चाहिँ अनि चाहिँ पुरै होइन। ल मजा आयो आज चाहिँ, एकदमै बवाल मजा आयो है। अब यो उकालो चढ्नुपर्छ, हेर्दै गर्नु होला है त। सो हाम्रो चाहिँ छुट्टी भइसकेको छ गाइज। हामी चाहिँ यहाँ आएर खाजा खाँदैछौँ ल, देख्न सक्नुहुनेछ होइन। ल अब
दिउँसो चाहिँ तेल बाजे दिउँसो चाहिँ भ्लग बनाउन पाइएन होइन किनकि अलिकति खासाजा खाँदै व्यस्त थिएँ हाम्रो दिदी पनि हुनु च्याएर हेर्दै फेरि यता हेरिदिनु ल तपाईँ पनि युट्युबमा ल हेर्दै गर्नु होला त अब खासाजा खाएर चाहिँ घर जानुपर्ने हुन्छ होइन लगभग टाइम कति भन्दाखेरि चाहिँ ठ्याक्क 3:41 गाडी छ हाम्रो चाहिँ 3:15 छुट्टी हुन्छ होइन अब स्कुल पनि बिदा हुन लागिसकेको छ गाइज अब भोलि 1 दिन मात्र हो त्यसपछि 1 महिना लगभग 1 महिना नहुनु 20 दिन जति चाहिँ स्कुल बिदा हुन्छ त्यसपछि बिदामा चाहिँ हल्का बबाले भ्लग गर्नुपर्छ होइन ओ गाइज ल गाइज यहाँ होइन हामी कतिजना थियौँ हामी 3 जना थियौँ होइन अहिले चाहिँ यहाँ भाइ बहिनीहरू पनि पछाडि रहेछन् यहाँ ल ल ल ल ल ल ल यहाँ सबै आउनुपर्छ है सबै भ्लगमा ल ल ल ल ल ल ल ल ल सबै आयो है त हामी चाहिँ रेस्ट गर्दैछौँ जान लागेको ठ्याक्कै बहिनीहरू आयो होइन ल यहाँ मनिकान छिन् हो यहाँ भाइ ल ल ल ल ल ल लगाइ जब हामीले लेख्नुपर्छ बाई बाई सबजनाले दिन्छ